गृहमन्त्री रमेश लेखक कुन नैतिकताको आधारमा पदमा बसेका होलान्? यस्तो लाचारी लाची गर्न पाइन्छ? एयरपोर्ट अध्यागमनका प्रमुख तीर्थराज भट्टराईले भनिसक्नुभयो त, दिनकै 50 लाख हामीले गृहमन्त्रीलाई बुझाउनु पर्छ भनेर। उनका सोक्य सचिवले भनिसक्नुभयो त, दिनकै 50 लाख हामीले घुस गृहमन्त्रीलाई दिनुपर्छ भनेर। यस्तो लाची लाचारीपन। संसद भवनमा रवि ठग 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 भनेर डुङडुङती उफ्रिने यो गृहमन्त्री रमेश लेखक कुन नैतिकताको आधारमा पदमा बसेका होलान् त? यस्तो लाचारी लाची गर्न पाइन्छ? कांग्रेस आफ्नै कारणले पतन भयो। पुरै पत्ता साहब कांग्रेस पतन भएको आफ्नै कारणले, आफ्नै गतिविधिले हो, आफ्नै नियतले पतन भइसक्यो कांग्रेस। बीपी को शासन रहेन, अब कांग्रेसको पतन भइसक्यो। अलिकति पनि नैतिकता छ भने गृहमन्त्रीले आजैका मिति आजैका दिनमा राजीनामा दिनुपर्छ। अलिकति पनि आफूमा नैतिकता छ भने बाटो सरल बनाउनुपर्छ, खुल्ला छोडिदिनुपर्छ। संसद भवन 1 महिना पुरै अवरुद्ध गरेर रवि ठग 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 भनेर डुङडुङती उफ्रिने यी कांग्रेसका झोले झम्टेहरू कुन नैतिकताको आधारमा पदमा बस्नु भएको छ त? अहिले अलिकति पनि लाज शरम छैन? दिनकै 50 लाख घुस लिने श्रमिकहरूबाट खुन पसिना चुस्ने दलाल भ्रष्टाचारीहरू